भिडियो चाहिँ तपाईहरुको लागि धेरै अमूल्य भिडियो छ अथवा धेरै इम्पोर्टेन्ट भिडियो छ। तपाईहरु यो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। ल सो फेफुल्जिटा सिद्धिले म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामीले यो मानव जीवन चाहिँ किन पाए होला है। तपाईहरुलाई थाहा छ यो मानव जीवन हामीले किन पाए होला भन्दैमा आज यसको विषयमा म तपाईहरुलाई भन्ने छु स्पष्ट रूपसँगले है त। 84 लाखौं योनिसम्म हामीले दुःख पीडाहरू गरेर आएर त्यसमा दुःख पीडाहरू झेलेर आएर है जति पनि हामीले पाप कर्महरू गरेको हामीले त्यही जग्गामा हामीले सबै त्यो पापहरूलाई नष्ट गरेर आज चाहिँ हामी फेरि त्यो जुन चाहिँ आत्मामा लागेको दोष अथवा नम्सेमा लागेको जुन चाहिँ दोष क्लेशहरू छ हो त्यसलाई आज हामी मिटाउनु आएको। अझै हामी यो चिजलाई नबुझेर हामी त मानव चेला आएको एकदम यसो आराम जिन्दगी जिनु चाहन्छु है। अरूलाई म अब निचो ढेकाल्न चाहन्छु, अरूसित झगडा गर्छु, जाँड रक्सी खाएर मारपिट गर्छु, अरूलाई निचो पार्छु, अरूलाई थेचार्छु, अरूलाई यस्तो गर्छु भनेर मात्रै त्यो मात्रै होइन। हामीले यो मानव चेला चाहिँ हामीले किन पाएको त भन्दाखेरि चाहिँ हामीले चाहिँ अब हामी पनि त अब बुद्ध हुनु पर्यो नि त है। हामी पनि बुद्ध हुनु पर्यो। हामीले बुद्ध हुनु लागि चाहिँ हामीले के गर्नु पर्यो? सत्कर्मको बाटो हिँड्नुपर्छ, पञ्चशीलको मार्गमा हिँड्नुपर्छ, अष्टमी मार्गमा हिँड्नुपर्छ। हाम्रो सबैसित राम्रो व्यवहार गर्ने, आफ्नो जति पनि उहिलेको पापहरू छ त्यो उहिलेको पापलाई यो मानव चेलामा हामीले धुल्ने जस्तो प्रकारको एउटा गन्ध लुगालाई चाहिँ त्यो एउटा साबुनले धुल्छ भने हामी यो मानव चेलामा एउटा साबुन भएर आएको जस्तै हो। हामीले यो मानव चेलामा हामी एउटा साबुन भएर आयो त हामीले जुन चाहिँ नम्सेमा आत्मामा जुन चाहिँ हाम्रो दोष अथवा पापहरूको यो लागेको छ, क्लेशहरू लागेको छ, हामी त्यसलाई पक्र्ने छौँ यो मानव चेलामा। त्यसकारण चाहिँ हामी यो मानव चेलाको जीवन लिएको छ। अनि फेरि हामीले यो मानव चेलाको जीवन त लियो ए आज गुरुले यस्तो यस्तो भन्यो एकदम राम्रो लाग्यो प्रवचन भनेर एउटा कानले सुन्ने, एउटा कानले फेरि अब त्यसलाई फ्यालिहाल्ने, अनि अर्को दिनमा त त्यो उसको गुरुले सुनाएको प्रवचन पनि खेर गइहाल्छ है त। हो त्यस्तो गर्दा गर्दा हाम्रो चाहिँ जुन चाहिँ यो मूर्ख बुद्धिले चाहिँ अरूको माथि हिंसा बेसी उठ्ने, आफ्नो मनमा बेसी रिस उठ्ने, आफ्नो मनमा अरूको लागि दया र करुणा नउठेर अरूलाई काटेर खाने है, मासु खाने हो त्यस्तोतिर मात्रै हामी हिँडिरहेछौँ भने हामी यो मानव चेलामा चाहिँ अघि बढ्न सक्दैनौँ। अझै पनि यो 84 लाखौं जुनी योनिसम्म हामीले चाहिँ दुःख पीडाहरू अझै दर्दहरू हामीले गर्दै आउनुपर्छ। फेरि यो लाखौं 84 जुनीसम्म हामी फेरि यसमा पसेर हामी हिँडिराख्नुपर्छ। त्यसकारण चाहिँ हामीले यिनीहरू जुनी चाहिँ नपाओस् भनेर चाहिँ यो मानव चेलामै छ मोक्ष प्राप्त गर्ने, हामी सधैँ एकदम देवलोकमा पुग्ने, हामी भगवानको एउटा शिष्य हुने, भगवानको हामी एउटा रूपमा बदलिने यो मानव चेलामै नै छ। यदि तपाईहरुले यो मानव चेलामा नै अहिलेदेखिकै तपाईहरुले सत्कर्म सत् धर्मको बाटोमा हिँडेन, पञ्चशीलको मार्गमा हिँडेन, अष्टमी मार्गमा तपाईहरु हिँड्नु भएन भने चाहिँ पछाडि चाहिँ कसले दुःख पाउने भन्दाखेरि चाहिँ आफूले नै दुःख पाउने है त। अनि त्यसकारण चाहिँ हामीले चाहिँ सत्य मार्गलाई चाहिँ कहिले छोड्नु हुँदैन है। सत्य मार्गलाई चाहिँ हामीले कहिले छोड्नु हुँदैन। अनि अब चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि चाहिँ जति पनि तपाईको पापहरू तपाईले सानोदेखिको लिएर आउनु भएको छ अथवा तपाईलाई याद पनि छैन त्यो सबको पापको प्रायश्चित हामीले क्याप्डो गर्नुपर्छ। क्याप्डो अथवा तपाईलाई मैले सधैँ भनिरहेको हुन्छु, लामालाई के सुन्छ, साङ्गेलाई के सुन्छ, छुलाई के सुन्छ, गेदुनलाई के सुन्छ, हो त्यो क्याप्डो तपाईहरुलाई सरल भाषामा चाहिँ एउटा हो त्यो क्याप्डोहरू तपाईले गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई अझै पनि आयो भने चाहिँ दिक्प शाक्पा भनेर एउटा आउँछ, तुङस्या भनेर आउँछ है। अनि त्यसपछि जुन चाहिँ थाम्चे छेम्बला छ अञ्चलो भने यिनीहरू हुन्छ। हो त्यस्तो मोलमहरू कुनै लामालाई पढाएर चाहिँ आफूले पनि त्यो उसँगै ढोकेको गर्ने, लामाले पढिराख्ने आफू पनि ढोकेको गर्ने, हो त्यस्तो प्रकारको गऱ्यो भने चाहिँ तपाईको पाप अधिक एकदमै कम भएर जाने गर्छ र तपाईको पापहरू राम्रो धुलिसकेपछि चाहिँ हामी केमा हुन्छ भने चाहिँ हामी एउटा देवको दूत पनि बनिन सक्ने गर्छौँ अथवा देवलोकमा पनि हाम्रो प्रवेश पनि हुनसक्छ। त्यसकारण चाहिँ हामी सधैँभरि मानव चेलामा चाहिँ राम्रो कामहरू गर्ने है त। ल तपाईलाई आज यति नै भन्दै यो भिडियो यसमै समाप्त गर्दैछु। अनि नजानेको मान्छेलाई तपाईले यो भिडियोलाई चाहिँ सेयर पनि गरिदिनु होला। ल सो फेफुल्जिटा सिद्धिले।